हेलो सबैजनालाई नमस्ते र तपाईहरु सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत गर्न चाहन्छु है। आज चाहिँ अजी र म बजार जाँदैछौँ किनभने देखिलाई चाहिँ मलाई दिदी बनाउने मेरो भाइ पाबुङबाट अर्पण र उहाँको बाबाले चाहिँ सब्जी पठाइदिनु भएको छ अरे, गाउँको माया, गाउँको कोसेली है, त्यो पनि लिन जाँदैछु। अनि खासमा मेरो बर्थडे चाहिँ नि अहिले नै हैन, अलिक दिन बादमा हो कि, तर मलाई दिदी बनाउने मेरो बहिनी अबि पेमुले सिङ्गापुरबाट अलिकति पैसा पठाइदिनु भएको थियो आजभन्दा 2-3 दिन अगाडि हो। अनि चाहिँ केही किनेर लगाइहाल्नु है दिदी, तपाईँले त पैसा मासिहाल्नुहुन्छ भन्दैखेर चाहिँ आज चाहिँ दिन पनि उक्रेको छ र अजीको पनि फुर्सद भएको कारणले गर्दा चाहिँ अजीलाई नै लिएर चाहिँ म बजार जाँदैछु र मेरो भिडियो के कस्तो लाग्छ है हेरिदिनुहोस् होला, अनि सबैजनाले धेरै माया गरिदिनुहोस् होला भन्दै मेरो भिडियो कन्टिन्यू राख्दैछु, हेर्दै गर्नुहोस् होला। के भन्नु चाहनुहुन्छ यहाँनिर भिडियोमा, के भन्नु चाहनुहुन्छ? के भन्नु चाहदिनँ, हराउँछ भनेर समातेर हिँडिरहेको छु म। मलाई चाहिँ हराएर चाहिँ हैरान पार्नुहुन्छ नि त, घरि अस्ति पनि 13 माइल जाँदाखेरि हराएँ कि अझै कम्ती साह्रो परेन त मलाई खोज्नु, आ त समातेर सबै समातेको छु। हामी फिल्डमा कुद्ने मान्छेहरूलाई चाहिँ जुत्ता अलिकति कम्फर्टेबल छ भने एकदमै सजिलो पर्छ, त्यही कारणले गर्दा मेन रोडको सपेक्समा चाहिँ जुत्ता एकदमै राम्रो पाउँछ। त्यही कारणले गर्दा म चाहिँ जुत्ता किन्नु पर्यो भन्ने यहाँ जुत्ता दोकानमा आइपुगेँ है। मन पर्यो, यो चाहिँ खासमा मेरो मैले लाउँदै हेरेको जुत्ता पनि यस्तै हो, तर यो चाहिँ कलर अलिकति डिफ्रेन्ट रहेछ, तर सजिलो छ, यो लङ लास्टिङ पनि राम्रो गर्छ। भाइ यसको कति हो? 38, एकदम पर्फेक्ट, मेरै साइजमा बनिएको रहेछ यो जुत्ता चाहिँ। ल भाइ थ्याङ्क यू, जाउँ अझै आउनु। अब चाहिँ फेरि हामी यहाँ जुत्ता दोकानमा आएको छौँ किनभनेदेखिलाई चाहिँ मेरो प्यारो अजीलाई पनि एउटा जुत्ता किनिदिनु मन लागिरहेको थियो नि त, मलाई कति काम सघाउनुहुन्छ, अन्त मैले चाहिँ आज जोतेर बजार ल्याएको थिएँ कि। जाउँ अझै मेरो भारी बेसी छ, बोक्नु सघाइदिनुहोस् ल, हिँड्दै आउनुपर्छ, पैसा छैन भनेर चाहिँ जोतेर ल्याएको थियो नि त। त्यहाँदेखि चाहिँ यो अजीलाई एउटा जुत्ता छान्नुहोस् भनेको त, लु छान्नु न, छान्नु तपाईँकै हो, जुत्ता सबै तपाईँकै हो, तर किन्ने बेलामा चाहिँ एक जोडी मात्रै किन्नुपर्छ हो, बिस्तारी पछि बादमा पैसा थुपार्दै किन्नुपर्छ ल। यो मन पर्यो, लगाइहेर्नु त, नापेर लानुहोस्, एकपल्ट लगाइहाल्नु न, मन परेन? मजाको छ त अझै यो, यस्तो चुच्चो भएको मन पर्दैन अरे नि त फेरि बोजूलाई। बन लाने बन, लु छान्नु नि त, बन जुत्ता देखाइदिनु नि, यो चुच्चो भयो अरे नि त, यो ठोक्किन्छ भन्नुहुँदैछ। यस्तो कपडामा देखाइदिनु, हेर्नुहोस् त यो राम्रो हुन्छ, नापेर हेर्नुहोस् त। 6 नम्बर दिनु नि भाइको, यो 6 नम्बर हेरेर एक नाप्नुहोस् न हजुर। हुन्छ नाप्नु न एकपल्ट, फेरि आउनुहुन्छ फर्काउनु, कालै छ नि त फेरि अर्को खालको कालो भएर होइन, यो होइन अरे कालो भएर यो कुरा भन्नुहोस् हजुर, मन परेन। त्यही कालै मन परेन। कुन चाहिँ मन पर्यो अझै? कति आउनु त? कति हो यसको? 980 चाहिँ महँगो भयो ल, मिलाइदिनु न कतिमा? अलिकति कम्ती दिइहाल्नुहोस् न, तपाईँले के रेगुलर कस्टमर हो तपाईँ, मेरो अलिक कम्ती दिइहाल्नुहोस्। कति भन्नु न दाम, साह्रो महँगो भयो। 950 दिनुहोस् न हजुर, म त 1000 रुपियाँ दिउँ भनेको छ। यो गयो ल, अझै मेरो पनि बोकिदिनु भयो ल, यो पनि मैले किनेँ है। अब यो दुइटै हो, मेरो बहिनीले मलाई गिफ्ट किन्नु भनेर चाहिँ भन्नुभएको थियो नि त, अन्त मैले किनेँ भने त प्यान्ट त देखाउनु पाइनँ, लगाइराख्छु। मोटो भएको कारणले गर्दा लुगाले सुहाएको जस्तो लाग्दैन रहेछ। राम्रो देखिरहेको छ। 1400 भन्दैछ, तर अलिक मिलाइदिनुहुन्छ अरे है। जाउँ अझै अब घर ल, पैसा छैन त हेर्नुहोस् त, यस्तो यहाँ झोला तानेको, यहाँ मेरो झोला तानेको। आज चाहिँ मजाले सपिङ भयो है दिपिका दिदीको पनि अभिपेकोले गर्दाखेरि है। अनि यहाँनिर अझैले माछा किनी माग्नु भएको छ, माछा किन्नु पस्नु भएको छ। मैले ब्यागहरू पनि किनेँ, देखिहाल्नु भयो, अरू होइन ब्याग पनि किनेँ, देखिहाल्नु भयो है, महँगो, तर ब्याग मैले त्यस्तो खालको ब्याग नबोकेर होला, मलाई पुरा महँगो लाग्यो है। मेरो सब्जी चाहिँ यही गाडीमा आएको छ, तर यहाँनिर चाहिँ ड्राइभर दाजु हुनु हुँदैन रहेछ, कता जानु भएछ। हाम्रो ड्राइभर दाजु आइपुग्नु भयो हजुर। खै
सुँगुरको मासु छ हजुर छेत्रीको लागि त्यस्तो अम्बो मेरो सब्जीहरू अन्त सबै ओइलिसकेछ तपाईँ कस्तो डुल्नु भएको अनि हस् धन्यवाद एकदम मेरो भाइ प्यारो भाइ अर्पण अनि उहाँको बाबालाई धन्यवाद मैले अहिले रिसिभ गरेँ टक्कै कति बजेको 6:30 किन आज ढिलो जानुभयो पैसा दिनुपर्छ भाडा दिनुपर्छ हुन्छ थ्याङ्क यू ल सबै यहाँ हालेर बोक्यो होइन हामीले अनि गुरुवे पकाएको चाहिँ मैले हिजो मात्रै एकजनाको भिडियो हेर्दै थिएँ हो अन्त मैले खानु चाहिँ खाएको छुइनँ मलाई डर लाग्छ नि त सापको चारो र यो गुरुवे भन्ने चिज चाहिँ मलाई एउटै जस्तो लाग्छ है र बाबाले त अब चिनेरै पठाइदिनु भएको हो अनि मैले यहाँनिर लिएर जाँदैछु पकाएर चाहिँ खानु जान्दिनँ अब सासु आमालाई बनाउनु लाग्छु है छु नि मात्रै हो अघि लुगा किनेको जग्गामा चाहिँ मैले ब्यागै बिर्सेछु हतार पनि भइरहेको छ नि त अब चाहिँ म अझैलाई यहीँ छोडेर चाहिँ ब्याग खोज्नु जाँदैछु नि त ब्यागभित्र त केही पनि छैन गरौँ बोक्ने बानी छ कि मलाई सायद त्यो सानोमा घाँस दाउरा बेसी बोकेर होला क्या त्यसरी खाली हिँड्दा त हावाले उडाउँछ जस्तो लाग्छ नि त यसमा क्रिम पाउडर मात्रै छ नि थ्याङ्क यू भाइ ल टेन्सन छैन नि पैसा छैन ब्यागमा हो क्रिम पाउडरहरू बोक्ने चाहिँ बानी छ अलिक गरम बोकेर हिँड्नुपर्ने हुन्छ कोही कोही बेला छ ढुङ्गा पनि हालेर बोक्न भन्नुहुन्छ मलाई अझैहरू जिस्काउँछ अलिक मैले चाहिँ थ्रेडिङहरू पनि गरेँ हो र अब चाहिँ अझै र म चाहिँ घर गएको अझैले अझै पनि यहाँनिर मलाई भोक लाग्यो सिङ्गडा खुवाउन भन्नुहुँदैछ कि पैसा छैन सक्यो भनेको नि त्यस्तै त जानु हुँदैन अरे अझै हेर्नु न खाना खानुहुन्छ अरे पैसा छैन भनेको कि तै पनि हिँड्नु न पहिला तपाईँलाई भोक लागेको छ भने पैसा किन सुर्ता गर्नुहुन्छ म छु त फुर्के दिपिका फुर्के छ त यहाँनिर दिपिका छेत्री फुर्के नि छैन फुर्के नि तर खाना दिनुहोस् न अझैलाई 1 प्लेट खाँदिन पैसा छैन होइन खानु न मलाई भोक लागेको छैन हौ खानु न मैले चाहिँ खाना खाँदिनँ मेरोमा पैसा छैन भनेको थिएँ नि त तपाईँ मात्रै खानु नि भनेको थिएँ कि झन्डै नखानु भएको कसो त्यसो भए मलाई पनि भोक लागेको छैन अरे भरे मैले पनि खान्छु भनेको मेरो चाहिँ चिकन राइस अझैको चाहिँ यहाँ भैँसीको मासु त्यसपछि यहाँ आउँदैछ हाम्रो खाना फटाफट उसको मुन्टा हाम्रो दिदीले चाहिँ दामी बनाउनुहुन्छ नि त खाना घरको टेस्ट यहाँनिर चाहिँ मलाई आउँछ हालिदिनुहोस् अलिकति कम्ती भयो दिदी थ्याङ्क यू हालिदिनु ढाक्नु चाहिँ पाउँदैन है पिठो भयो खाना पनि खाइसक्यौँ अब चाहिँ घरतिर लाग्ने हामी गयो फेरि पोखो हराउँछ त होइन यो हालिदिनु न एकजना है अगाडि पछाडि जानुहोस् अब चाहिँ घर गएको है भात खाएर के हो हेर्नुहुँदैछ मेरो फलोवर्स हुँदो रहेछ यहाँ पार्ट 1 पार्ट 2 हेर्दैछ त्यो पनि हामी चाहिँ बजारबाट पनि आइपुग्यौँ र यहाँ रहेको छ गुरुवेको साग पाबुङबाट पठाइदिनु भएको मेरो प्यारो अर्पण भाइको बाबा मेरो पनि बाबाले रहेको छ फ्रेस अर्ग्यानिक इस्कुसको मुन्टा र अब चाहिँ अझैलाई पनि अलिकति दिने र अझै लानु भने हुने होइन लु लानु त निकाल्नुहोस् त कहाँ भुइँमा राखेको नि थियो इस्कुसको मुन्टा छ गाउँको याद अनि गाउँको मायासँगै यो सब्जी पठाइदिनु हुने मेरो अर्पण भाइ अनि उहाँको बाबा मेरो पनि बाबा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु यस्तो झरीमा पनि सब्जी टिप्दै गर्दा मलाई सम्झिनु भयो है र मेरो जन्मदिन नआइकन मलाई केही किनेर लाउनुहोस् ल भनेर आफ्नो पसिनाको कमाइबाट छुटाएर पैसा पठाइदिने मेरो प्यारो बहिनी अभिवे मुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण मेरो भिडियो हेरिदिनु हुनेलाई पनि धन्यवाद।